हल्का गाह्रो भएर भिडियो बनाउन सकिएन। यही बाजे बच्चु राम्रोसँग राधा वल्लभ श्री हेभन सबैजनालाई। म चाहिँ काठमाडौँ जानुको लागि रेडी भइसकेको छु। यता चाहिँ बज्यूले सामान प्याक गरिसक्नु भएको छ। हाम्रो बाजे चाहिँ यात्रा सफल होस् भनेर भगवान देवी देवतासँग प्रार्थना गर्दै हुनुहुन्छ। त्यसपछि अक्षता लगाइदिएर मलाई आशीर्वाद दिनुभयो। माथिबाट माइली बज्यू पनि आउनु भएको थियो। उहाँले नि मलाई अक्षता लगाएर आशीर्वाद दिनुभयो। त्यसपछि बज्यूले नि मलाई अक्षता लगाएर आशीर्वाद दिनुभयो। त्यसपछि चाहिँ हामी घरबाट निस्किसकेका छौँ। हामीलाई चाहिँ त्यो स्कुलभन्दा हल्का माथिनिर पुग्नु पर्ने छ। त्यहाँनिर जीप आउँछ। मलाई पुगाउनको लागि बाजे बज्यू बहिनी आउनु भएको छ। म चाहिँ अगाडि हिँडिरहेको छु है। चिसोले काँडा पनि फुलिसकेछ है। हजुर माथि अब ज्याकेट लगाउनु पर्यो पुगिसक्यो भने होइन। एकचोटि चाहिँ गाउँको लास्ट भ्यू क्याप्चर गर्नु पर्यो। गाउँबाट त टाढा जान मनै लाग्दैन, तर के गर्नु, समयअनुसार चल्नै पर्यो होइन। लाइफ हो, यात्रा हो, यो कहिले पनि रोकिँदैन, चलिरहन्छ। मनभरि गाउँको माया लिएर म चाहिँ हिँड्दैछु। अहिले चाहिँ जीप आउने ठाउँमा पुगिसकेका छौँ। यहाँ चाहिँ पहिले नै सबै मान्छेहरू आइसकेर बसिसक्नु भएको रहेछ कि। पहिलो जिपमा त जान पाइएन। दोस्रो जिप त कुर्दा पुरै घाम लागिसकेपछि बल्ल आयो कि। अनि पछि सबैजनाले सामान राख्न सुरु गर्नुभयो। बस्नु है बाजे बच्चु राम्रोसँग है। बाजेले छोडेर जान त कस्तो नराम्रो लागेको कि, तर के गर्नु, स्वर त राम्रो छैन, तर नि जाँदैछु तिमीदेखि टाढा आफ्नै मुटु छुटाएर। तुलाचौर पुगेको छौँ। यहाँ सामान उतारेर भोलिको गाडीमा जाने हो, किनकि आजको गाडी त पाइयो तर सबैजना 7 जना छौँ, सिट नै पाइएन। त्यसैले भोलि बिहानै यहाँबाट हिँड्छ गाडी। हामी चाहिँ तुलाचौरबाट 6 बजेतिर बिहानको गाडीमा चढिसकेका छौँ। अब चाहिँ यो गाडी डाइरेक्ट खाना खाने ठाउँमा मात्र रोक्छ। अनि सबैजना आफ्नो सिटमा बसिसक्नु भएको थियो। यहाँ खानालाई बसिरहेछौँ है। हाम्रो बज्यूले खाइसक्नु भयो। गाडी चाहिँ अहिले सुर्खेत डुल्न लागेको छौँ। सुर्खेतमा बिहानको घाम नि लागिसकेको छ है। अनि भाइले चाहिँ एकछिन डुल्नलाई जाम भनेर कर गरिरहेको थियो, अनि गएको। अहिले चाहिँ अब हिँड्न लागिसकेको छ गाडी। बज्यू बसिरहनु छ। सुर्खेतबाट चाहिँ हाम्रो गाडी हिँडिसकेको छ। अब चाहिँ डाइरेक्ट बिहान चाहिँ काठमाडौँ पुग्छ। अब सिधै काठमाडौँ भेटौँला। बस पार्कमा चाहिँ हल्का गाह्रो भएर भिडियो बनाउन सकिएन। बिर्सेछु कि बनाउन नै पुग्यो भनेर। अहिले चाहिँ घरमा पुगेर खानासाना खाएर यहाँ बसिरहेको छु। यता चाहिँ हाम्रो मम्मी भान्सा लिप्दै हुनुहुन्छ है। अनि भित्र चाहिँ मेरो बहिनी यहाँ मोबाइल चलाइरहेको छ। अनि मम्मीलाई चाहिँ कति हतार कि सामान आइसकेपछि खोल्न सुरु गर्नुभयो है। मम्मीले हाम्रो सासू आमाले र ससुरा बुवाले पठाइदिनु भएको यो भट्ट, सेतो भट्ट हो। यो हाम्रो सिमी हो, गाउँको सिमी। सासू आमाले र ससुरा बाले पठाइदिनु भएको यो मकै ओर्खोमा कुटेर पठाइदिनु भएको यो मकै हो। यो चुर हाम्रो दिदी चाहिँ चुइगम खाँदै हुनुहुन्छ कि हल्का आवाज हल्का उडाइरहेछ, त्यही पनि एडजस्ट गर्नु। माल्टा भन्छन्, हामी जाने भन्छौँ। यी ओखर, सिमी भया, यो मुलाको सिन्की छ र गाई। यो कर्कलो छ, देखाउन कर्कलो नि। कर्कलो पनि देखाइदिन्छु। हाम्रो सासू आमाले र यता बुहारीसँग पठाइदिनुहुन्छ। बुहारी बसेर खाने, सासू आमा दुःख गर्नुहुन्छ गाउँमा, के गर्नु यस्तै छ हेर। अहिलेको जमानामा सासू आमाले कमाउने, बुहारीले खाने चलती भइरहेछ। यता यो कर्कलो छ। यो कर्कलोको टुपा हो। यो कर्कलोको साम्डा हुन्छ, साम्डा सुकौटी बनाएर यो। अनि उखु छ, यो पिठो
अनि आज छोरी पुगी भर्खरै छोरी गलेर सुतेछ गाडीमा नि चक्कर लाग्यो गरे भर्खर भात खाएर अनि सुतेछ अहिले आराम गरेर अनि नुहाई धुवाई गरेर यस्तै लङ्गरतिर कति दुःख हुन्छ यस्तो दुःख गरेर पनि हामीलाई धेरै माया गर्नुभएको छ आजको लागि यति नै अब अर्को भिडियोमा भेटौँला राधे राधे